सम्पूर्ण नमस्कार। हजुरहरूलाई धेरै दिनपछि स्वागत गर्न चाहन्छौँ। अधिकारी दिपेन्द्र यादव एडियो युट्युबमा हार्दिक स्वागत गर्न चाहन्छु। आज अत्यन्त जरुरी सूचना लिएर आइसकेका छौँ। हाम्रो क्यानबाट नयाँ कन्ट्याक्ट लिस्ट निकालिसकेको छ। त्यस कन्ट्याक्ट लिस्टमा ए ग्रेडमा पढ्ने खेलाडी, बी ग्रेडमा पढ्ने खेलाडी, सी ग्रेडमा पढ्ने खेलाडी, डी ग्रेडमा र ई ग्रेडमा को तलब कति छन् त्यो सबै जानकारी महिला टिम र पुरुष टिम दुवै टिमको यो दुवै कुरा जानकारी दिन चाहन्छौँ। ल हामी लाग्छौँ एनुअल कन्ट्याक्ट पुरुष टिमको लागि। ए ग्रेडमा रहेका छन् रोहित पौडेल, दिपेन्द्र सिंहेरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख। त्यस्तै बी ग्रेडमा रहेका छन् करण केसी, कुशर भुल्टेल, गुलशन झा, ललित नारायण राजवंशी और अनिल शाह। त्यस्तै ग्रेड सीमा रहेका सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल। त्यस्तै डी ग्रेडमा रहेका सबभन्दा बढी डी ग्रेडमा रहेका छन् पुरुष टिमको है साथीहरू सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द्र, विवेक यादव, सूर्य तवाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतीश जीसी। त्यस्तै अविनाश बोहरा र मयन यादव। र ई भनेको इमर्जिङ ग्रेडमा रहेका छन् अर्जुन घरती, हेमन्त धामी, दिपेश कण्डेल, रूपेश सिंह, अर्जुन कुमार, शुभ शङ्कर। त्यस्तै सोमतोष यादव। र यिनीहरूको तलब कस्तो रहेको छ? ग्रेड ए मा रहेकालाई 1 लाख पर मन्थ, बी मा रहेकालाई 70 लाख, त्यस्तै सी मा रहेका परेका ग्रेडलाई 55 लाख, त्यस्तै डी मा रहेकालाई 35 लाख र ई मा रहेकालाई 25 लाख। त्यस्तै अब हामी महिला टोलीतर्फ लागौँ। महिला टोलीमा पनि ए बी सी डी गरेर ग्रेड छुट्याएका छन्। र हामी महिला टिमको लागि ए ग्रेडमा रहेका हिन्दू वर्मा, पूजा महतो, रुबिना छेत्री, सीताराम मगर। त्यस्तै बीमा रहेका एउटा मात्र छन् कविता जोशी, सीमा छन् कविता कुमार र समझना खड्का। त्यस्तै ग्रेड डीमा रहेका छन् बिन्दु रावल, एलिजा यादव, सना प्रवीण, रिया शर्मा, सिमन केसी, सवित्री धामी, रोमा थापा, ईश्वरी बिष्ट, कृष्णा गुरुङ, ज्योत्स्निका मारासनी, रचना चौधरी र मनिषा उपाध्याय। र यसमा ई ग्रेड रहेका छैन। त्यस्तै ए ग्रेडमा रहेका महिला टिमको लागि एक ग्रेडमा रहेका चाहिँ 50,000, बीमा 35,000, सीमा 25,000 र डीमा 20,000। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला साथीहरू। मैले धेरै दिनपछि तपाईहरूलाई मेहनत गरेको छु। धन्यवाद। एउटा लाइक र कमेन्ट, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।